फाइनली हामी आइसकेका छौँ दोनापाल भन्ने ठाउँमा। यहाँ चाहिँ यस्तो खतरा ठाउँहरू छ म देखाउन पाइरहेको छु। यहाँ चाहिँ ढुङ्गाहरू मात्रै छ, ढुङ्गाहरू मसँग मेरो दाइहरू छ। यो चाहिँ टप हो। यहाँ चाहिँ धेरै टुरिस्टहरू छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ पुरा समुद्र एरिया है, यो चाहिँ पुरा समुद्र एरिया हो। अन्त चाहिँ पुरा ढुङ्गा छ दाइ, लोट्यो भने त यहाँ त हड्डी पनि भेटिन्न होला। भाइ यता हेर न पहिला सिन ल। अहिले चाहिँ यता पुरा यस्तो छ होइन, यो राम्ररी पुरा देखिरहेको छैन। हामी चाहिँ यहाँ ढुङ्गामा हिँडिरहेको छौँ गाई, ढुङ्गै ढुङ्गा सबै ढुङ्गै ढुङ्गा। अहिले हामी यो पछि चाहिँ अर्को ठाउँमा गइरहेको छौँ। यो भाइ गङ्गेडा चम्लाको सबै दाइ भाइ साथीहरू सबैजना घुम्न आएको छन्। दुईजना पछाडि छन्, पछाडि पछाडि। ओए जल्दी आज है, यहाँ आउनु न साथीहरू। हामी आइसकेको छौँ दोनापाल भन्ने ठाउँमा। यो चाहिँ टुरिस्टहरूको खतरा एरिया भाइ। जेडी यहाँ आएको छौँ अरे हामी दोनापाल जेडी। यो यहाँ यस्तो छ, यस्तो ढुङ्गा भाइ। के हो छौ गङ्गेटा? ओए क्या कर रहा है भाइ? पुरै समुद्र एरिया हो। गोवामा आएपछि चाहिँ यस्तो ठाउँमा घुम्नुपर्छ होइन। फर्स्ट टाइम साँप हो कि माछा हो थाहा भएन त, टोक्ने कोसिस गरिरहेको छ। अब टोक्छ कि के गर्छ यो एकछिनपछि थाहा हुन्छ यसलाई। अब पानी खाइरहेको समाउने हो।